नमस्ते। आज म काठमाडौँ इएनटी हस्पिटल जाँदैछु। तपाईहरुलाई यो काठमाडौँ इएनटी हस्पिटल कहाँ पर्छ लोकेसन देखाउनेछु। किनभने मलाई आज घाँटी सम्बन्धी समस्या भएको कारणले म मेरो श्रीमतीसँग रुमबाट निस्किँदैछु। यो कहाँ पर्छ म तपाईलाई प्रोपर लोकेसन बताउनेछु। म यसरी अगाडि बढ्ने क्रममा यति बेला नेपाल मेडिकल कलेज बेसी गाउँको चोकमा आइपुगेको छु। यहाँनिर चाहिँ यो माथि यहाँ चाहिँ नेपाल मेडिकल कलेज पर्छ अनि यहाँबाट अगाडि सिधै हामी अगाडि जोरपाटी आइपुग्यौँ। यति बेला यो जोरपाटी चोक हो। अगाडि जोरपाटी चोकको बत्तीमा हामी एकैछिन अल्झिन्छौँ। अगाडि बत्ती भएको कारण हामी एकैछिन यहाँ रोकिएर अगाडि बढ्ने क्रममा छौँ। म सर्टकट भिडियो देखाउनेछु। अनि यो जोरपाटी बौद्ध हुँदै यति बेला हामी चाहिँ चाबेल चोक आइपुग्यौँ। यो चाहिँ चाबेल चोक हो। अनि जुन यो राइटपट्टि छ यो चाहिँ चक्रपथबाट आउने बाटो भयो। अनि यो अगाडिको चाबेलको आकाशे पुल अनि सिधै गयो भने हामी स्तूप हुँदै हामी चाहिँ अगाडि बढेर राइट टर्न गरेर तल कालो पुलतिर लाग्यौँ। अनि यति बेला हामी कालो पुल आइपुगेका छौँ। यो कालो पुल हो। अनि कालो पुलदेखि मैले तपाईँलाई विशेष चोकहरू मात्रै बताएँ। यो चाहिँ ज्ञानेश्वर हामी आइपुगिसकेका छौँ र हामी ज्ञानेश्वरको यो बत्तीबाट चाहिँ लेफ्ट टर्न गर्छौँ। लेफ्ट टर्न गरेर अगाडि सिधा बढ्नेछौँ र यहाँबाट हामी सिधै गइसकेपछि तल टिली बजार निस्किएर हामी राइट टर्न, यो चाहिँ पुतली सडक हो। यो पुतली सडकबाट हामी सिधै जान्छौँ भने बाग बजारलाई छोडेर म यति बेला रत्न पार्क आइसकेँ। यो रत्न पार्कको आकाशे पुलदेखि चाहिँ हामी लेफ्ट टर्न गरेर फेरि हामी यो रत्न पार्कको सिधै बाटो जाँदैछौँ। अगाडि यो आकाशे पुल सानो, यो क्रस गर्ने बित्तिकै यहाँ एउटा ठुलो बिल्डिङ छ। यो चाहिँ पहिला यहाँ पुरानो बस पार्क थियो र अहिले चाहिँ यो ठुलो भवन बनाइरहेको छ। यही भवनसँगैको बाटोबाट हामी लेफ्ट टर्न गर्छौँ। यो लेफ्ट टर्न गरेपछि सिधा अगाडि जाँदाखेरि चाहिँ हामी कहाँ पुग्छौँ भन्दा म तपाईँलाई लोकेसनमा पुर्याउँदैछु। कहाँ त काठमाडौँ इएनटी हस्पिटल। गुगल म्यापमा काठमाडौँ इएनटी हस्पिटल बाग बजार भनेर सर्च गर्नुभयो भने ठ्याक्कै यहाँ आइपुग्न सक्नुहुन्छ। यति बेला हामी चाहिँ काठमाडौँ नाक कान घाँटी अस्पतालमा आइपुग्यौँ र यसको फ्रन्ट साइड यस्तो छ। म भित्र प्रवेश गरेँ यसरी बिस्तारै अनि यहाँ अगाडि नै ठ्याक्कै रिसेप्सन छ। अनि रिसेप्सनमा नाम दर्ता गरेर आजको सर्भिस लिँदैछु। नाम दर्ता प्लस डाक्टर शुल्क गरेर जम्मा 620 रुपियाँ मैले काउन्टरमा बुझाएँ। काउन्टरमा बुझाएपछि यहाँ वरिपरि फोटो खिच्न भिडियो गर्न अलाउड रहेन रहेछ। त्यही भएर मैले यहाँ पछिको कुनै पनि वरिपरिको फोटो र भिडियो मैले खिचिनँ। मैले डक्टरलाई भेटेर अनि मेरो यो चेकअप गराएँ। चेकअप गराएपछि 2 घन्टा पछि चाहिँ रिपोर्ट आउने रहेछ। अनि मैले यो रिपोर्ट पनि लिएँ र अब यो रिपोर्ट लिएर डक्टर कहाँ म जानेछु। मनमा डर पनि छ कतै के हुने र तर मेरो रिपोर्ट डक्टरलाई देखाएँ, एकदमै राम्रो रहेछ। र यो माथि मैले डक्टरको नाम दिएको छु। फोटो खिच्न अलाउड थिएन तर मैले इन्फर्मेसनको लागि भनेर यो फोटो लिएर तपाईँहरूलाई पनि सहज होस् भनेर उहाँहरू वरिष्ठ डक्टर हुनुहुन्छ। अनि यो नामहरूद्वारा उहाँलाई भेटेर यस हस्पिटलमा आएर सेवा लिन सक्नुहुन्छ। मैले सेवा लिइसकेपछि म चाहिँ नजिकैको फलफुल पसलमा गएर फलफुलको जुस खाएँ अनि घर आएँ। तपाईँहरू पनि यहाँको हस्पिटलको बारेमा सेवाहरू लिन चाहनुहुन्छ भने यहाँ सेवाहरूको स्क्रिनसट राखिदिएको छु। ओभरअल मलाई यहाँको सुविधाहरू चाहिँ राम्रो लाग्यो। यहाँको स्टाफ नर्सहरू सबै एकदमै पोलाइट हुनुहुन्थ्यो। मलाई एकदमै उहाँहरूको सेवाप्रति सम्मान। तपाईँहरूलाई पनि यो ठाउँमा गएर सेवा लिन सक्नुहुन्छ। धन्यवाद।